हेलो नमस्ते। आजको भिडियोमा चाहिँ छ रोल द डाइस इटिङ च्यालेन्ज। अनि यहाँ चाहिँ मैले फ्रोजन मोमो लिएर आएको छु बिग मार्टबाट है। अनि म चाहिँ यो तताउनलाई रेडी पार्दैछु। अनि यहाँ चाहिँ हेर्नु न अचार यस्तो फ्रोजन भएर बसिरहेको थियो कि। अनि मोमो नि रेडी भइसक्यो, नुडल पनि रेडी भइसक्यो। अनि यो चाहिँ मिनी चिकन ससेजहरू। अनि यहाँ चाहिँ सविताले मोलमाल गर्दैछ है मजाले। अनि मैले चाहिँ यहाँ सेट गरिसकेँ सबै। होप आजको भिडियो चाहिँ तपाईँहरूलाई रमाइलो लाग्नेछ। किप अन वाचिङ। हेलो नमस्ते, मेरो च्यानलमा स्वागत छ। म हुँ कर्णा गुरुङ श्रेष्ठ अनि म हुँ सविता श्रेष्ठ। अनि सबैजना आरामै हुनुहुन्छ होला है, हामी पनि सन्चै छौँ। आज चाहिँ हामी छुट्टै प्रकारको च्यालेन्ज भिडियो लिएर आएको छौँ। यो चाहिँ टिकटकमा एकदम भाइरल भइरहेको हो। अनि युट्युबमा नि बनाउन भनेर हामी दुईजना आएको छौँ। अनि ल के हो भनिदेऊ न त यताउति। यो अब अहिले खुब चलेको छ नि त यो डाइसको रोल द डाइस हो कि के पो हो त्यो नगरिकन डाइस रोलर हो क्या अरे। ल अनि आज हामीसँग के छ खानामा भनिदेऊ न त त्यो पहिला। चिकन मोमो अनि ससेज छ स्मल साइजको, चिकनमै हो त्यो पनि। चिकन मोमो, चिकन ससेज, ब्ल्याक बिन नुडल्स 4वटा अनि 4वटा अन्डा, मोही एक कप मोही पनि छ। अनि यो चाहिँ 2x स्पाइसी ससमा मोलमाल गरेको। ल अनि यहाँ साइडमा अचार पनि छ। अचार चाहिँ देख्नुहुन्न होला फेरि। ल यो फेरि गइसक्यो। लु आजको भिडियो चाहिँ तपाईँहरूलाई रमाइलो लाग्नेछ भन्ने आशा गर्दछु। र अब चाहिँ ढिला नगरिकन हामी भिडियो सुरु गर्छु। तपाईँहरू हेरेर इन्जोय गर्नुहोला। ल सिजर पेपर गरौँ अनि कोले पहिला ल ल ल सिजर पेपर रक ल ल ल नहेर जाऊ उता हेर। ल सिजर पेपर रक ला ल ल तिमी फर्स्ट। ल फेरि जान लागिसक्यो। त्यसरी थिच्ने त होला नि होइन। ओ माई गड, यो चाहिँ हामी 3 चोटि खान पाइन्छ। तर के कति खाने भने आफ्नै उसमा भर पर्छ है। 2टा भोक लागिसक्यो। खानेकुरा चाहिँ फेरि सेलाउन लागिसक्यो। सेलाइ पनि सक्यो। 2 बार भयो नि। ओ माई गड, मेरो मुखमा पानी नै आयो। ओ माई गड। ल अब मेरो पाले चौथो खाने बिर्सेँ मैले। एक ल 5 जस्तो डह्रो छिर्छ है गाई। आमा खाइदिउँ हामी पनि। सर्केला आमा यसरी हो खाने भने। ताल आउँछ मेरो नि एकछिन। हेर्नु है गाई हन्ते नै रहेछ यहाँ मान्छे त च्या। ल मेरो छ आयो ल। होइन त्यस्तो हुँदैन। सरी मैले बन्द हुन लायो भनेर छोको हो क्या। त्यो छोको मात्र पालो त आएको छैन। कहाँ पालो आएछ उयो डाइस काउन्ट भइरहेछ क्या। यतिचोटि डाइस गर्नु पाउने, रोल गर्न पाउने रहेछ। छोड्दो न त्यसको पालो छोड्दो न। मैले नखाइ गरी तिम्रो पालो आउँदैन नि त। त्यो घुम्या भएर नि अब बन्द भयो नि मलाई नभन्नु। त्यो छोड्दो। बिचमा यसो टच गर्ने क्या त्यो जान लागेपछि। त्यही भएर टच गरेर त अनि घुम्यो त्यहाँ। अन्त त्यो छिटो खानु यहाँ काउन्ट भएन भने क्या मेरो गाँसी नजाला जस्तो भइसक्यो। 4वटा आमा छ बुङ्गुरको जस्तो भएको थुदुने ऊ यो फेरि ऊ भयो क्या। कतिचोटि भएको थियो? 5 चोटि 2 आमा मैले त कमै खाएछ नि। छ्या 3 चोटि है। मोमो मिठो छ। 3 चोटि छिटो खानु। 4 चोटि अब 1 चोटि बाँकी। छ्या थुतुने हेर्नु छ्या भइरहेको। ल अब 1 चोटि बाँकी। खानुपर्ने रोक्नु नपाउने ल। अब 1 चोटि त्यो भयो भने चाहिँ ला बन्द भएछ नि। अब के गर्ने? 1 चोटि हेर्छु ल। ध्यानै खानेमा हेरेर यहाँ रोल भइसकेछ। ल है त मेरो पालो है। टिस्यु ल्याउनु बिर्स्यो गाइस। ओइ 4वटा है उसले पनि। यो अचार यता राख न ल। खाइ गरिहाल्नु पर्ने है, रोक्न नपाउने। 3टा गाइस। आमा अन्डासँग रे
निकाल्नु पाइँदैन है होस् अब एकचोटि मोमो कि चाउचाउ अन्डा मोमो ससेज निकाल्नु नपाए निक्लिनु हुँदैन ल ठिक छ यस्तो हो नि त चाइनिज भनेको ल ए बन्द हुँदैन बेलामा हेरौँ के यहाँ ल त्यहाँ हेर्नै बिर्सिँदो रहेछ अनि ल 500 चोटि आउनु नि मेरो पालो है एक दुई भयो नि केही हुँदैन हेर है त्यो ल ल मै पनि काउन्टमै हो काउन्ट हो सबै काउन्ट हो है तेरो नुडल्स त धेरै आएन ल खाए है गाइस अघि 6 चोटि आएको थियो आमा हाप्पीले हाल्न लाग्यो क्या बन्द हुन्छ ल छुम मान्छेको ताल 5 फटाफट भने चाउचाउनु पर्यो नि मैले टचमा चाहिँ गरायो हुँदैन दुई स्वेट त छिराउ न एक 5 आएको है दुई मैले खान्छु भने बिर्सेछ भने ओ माई गॉड 3 पसिना आइसक्यो रोक्न पाएन छिटो खाने भन्दैछु ओ गॉड हेरौँला कसरी छिराउँदो रहेछ रोक्न पाइनँ भने क्या छिटो मिल्नु परेन त्यस्तो पनि पाइनँ क्या अनि जति छिर्छ हो क्या ल छिटो ल भन्दा भने त फेरि बिर्सेछ अरे शिव मैले के हाल्छ भनेर मलाई ध्यान गरेर बस्छ अनि अन्त कति हाल्दो रहेछ भनेर हेर्नु परेन मेरो टर्न है गाइस एक मै खानु मै ल मै खाएँ गाइस ल गर दुई घुटको खायो एकै घुटोमा कति सक्छ त्यही खाने हो नि 5 ए अब त सिद्धि हाल्छ नि यस्तो छ एक गम त्यो एरा हुँदैन भनेर नखाऊ है गमका गम देऊ दुई तीन 4 फटाफट खाने हो क्या ऊ अन्डा नि छ 3 भयो कि 4 भयो यो के भयो एकचोटि मात्र खेल्न पाउँछ भनेर हो क्या नाच्न ल कतिचोटि 5 चोटि भयो के गरेर 5 चोटि भयो यो खायो नि त एउटा त्यो एक घुटुक दुई घुटुक गरेर हुन्छ त एकैचोटि खाएको हो भिडियो हेर्नु न अहिले एकछिनमा 4 चोटि खाएर अनि एकचोटि खाएर 5 चोटि बनाऊ कि म तपाईँ छैन नि त म यता हेर्दै थिएँ अब त्यस्तै हुन्छ 5 पहिला सरी नुडल्स धेरै बाँकी भयो ड्याम खाँदाखेरि त डेन्जर है आमा गाँ छैन न गाँ खाँदै गएर 1 मोमोको गुठी निस्क्यो 2 भए आमा सोराएर 3 होइन हाल्नु चाउचाउ हाल्नु
अड्केला मै पनि खानु 4 5 भयो के छो भने कि त्यहाँ हटाउ भने हात हटाउ भने जान्दैन हैन 1 छ अब त बेसी नआओस् जस्तो भइसक्यो भने ड्याम अगाडि अरूले अगायो कि है 1 टिस्यु नभएको अवस्था निकाल्न अल्छी लागेको अवस्था निक्ला फेरि 2 4 चोटि बाँकी छ है 2 चोटि त भयो 6 आएको होइन गाँस सानो हुँदै आयो त नि आएछ कति भयो 3 गाँस अन्ना नि खाइदिन्न आज मात्रै खानु म त मैले बिहान नि खाइसकेँ क्या त्यही भएर अन्डा धेरै 4 भइरहेछ अब 2 गाँस बाँकी छ लिको हेर्नु न यति लिन्छ है अब एकचोटि बाँकी मलाई चाहिँ पोटै आओस् अब चाहिँ पोट आयो मम्मी छक्का एकै सराइ त 1 भयो नि लास्टमा त धेरै नआओस् न हुँदो रहेछ भाइ सुरुमा चाहिँ दुई त्यस्तो पाउँदैन पाउँदैन गमको गम पाउँदैन त्यो गरेन है गरेन प्लिज यो गेम रद्द हुन्छ है यस्तो हुँदैन खाने हो के 3 भयो म त तल हाल्नु झन् माथि माथि पाउँछ त जबरजस्ती हाल्नु साँच्चै मलाई त्यस्तो हुन्छ खान्छु भनेर खाए पनि जाँदैन 3 भयो नि फेरि 4 भयो मोमो अब आधी 5 म नि दिदी खान्छु त्यसो भए ल छोड्दै अब त्यसो गेम फिनिस्ड खाँदैन अब डाइस हान्नु नि यहाँ पहिला ओहो आयो एकै बाइट है गाड्ने छिटो मलाई कस्तो ऊ भयो कि माथि माथि अब लास्तो भयो कि के गर्ने खाने कि नखाने लास्ट खाने मलाई चाहिँ गर्नु त रे अचार हाल्दिउँ 1 2 त्यस्तो गर्निन त्यो हावा गेमै भएन यो जानु परेन गेमै भएन यो सिद्धो गेम जित्दाउने पहिला अचार खाऊ न सरी ल झेला गऱ्यो
दुईचोटि खाएँ सरी मैले सकिनँ ल आजको गेम तपाईँहरूलाई कस्तो लाग्यो ल सुरुको चाहिँ हेर्दाखेरि पुरा जोस आयो होला तपाईँहरूलाई पछि पछिको चाहिँ अल्छी लाग्नु सक्छ नि यो खान सकेन तपाईँले पनि सक्दैन गाह्रो भयो एकदम गाह्रो भयो यहाँसम्म आइसक्यो त्यो धेरै धेरै गाँस हालेर होला सुरुमा अगाएको जस्तै भयो सुरुमा क्या चाहिँ खाने नबासा 4-5 वटा हाल्यो अहिले त बढी हुँदै आयो क्या गाह्रो भयो ल माइन्ड नगर्नु होला है यो सरी अब यो यस्तो नै भयो जबरजस्ती हाल्न सक्दैन माफ गर्नु होला थोरै मात्र बनाएको भए हुने रहेछ 4वटा बनाएँ है 2जनाको लागि 3टा ठिकै हुन्थ्यो होला है अन्त नि ठिकै छ त खेर जाँदैन हैन कहाँ जान्छ त यो अहिले नै पो नरुच्या त अब अहिले 4 बजीतिर यसो त खानु भनेको ल आजको भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला मन पर्यो भन्ने आशा गर्दछु र यस्तो यस्तो भिडियो ल्याउन फेरि कोसिस गर्दछु आजको लागि चाहिँ यति नै थ्याङ्क यू फर वाचिङ हाम्रो च्यानललाई चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सनु होला त्यति भन्दै आजको लागि चाहिँ बिदा चाहन्छु थ्याङ्क यू फर वाचिङ बाई 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 हातेर